हेलो साथीहरू, के छ? ठिकै छ? घन्टीले जित्छ जस्तो छ होइन? अब हामीले सपना मात्र हेरेको थियौँ बालेन्सा हाम्रो झापाबाट उठ्दाखेरि कस्तो होला भनेर। भरे त सपना पुरा पनि भयो, बालेन्सा झापाबाट उठ्यो पनि होइन। उठ्नु त उठ्यो, तर केपी ओलीलाई जित्न सक्दैन भनेर सबैले भिडियो बनाउँदै थियो। हामीलाई पनि त्यही लाग्दै थियो, जित्न त सक्छ कि सक्दैन। अब हाम्रा साथीहरूले देश विदेशबाट फोन गरेर भने, तिमी त झापाको मान्छे, 5 नम्बर क्षेत्रको, कस्तो छ महल, केपी ओलीको गढ जित्छ कि जित्दैन? अब साथीहरूलाई अब के भन्नु होइन। हामीले भने अब हाम्रो तर्फबाट चाहिँ कोसिस त हुन्छ बालेनलाई जिताउने, तर केपी ओलीले धेरै झोलेहरू पालेछ। अब जिताउन सकिन्छ कि सकिँदैन? अब त्यो नेपालमा हुँदा त अब गाउँ गाउँ डुलेर बुझ्न सकिन्थ्यो, विदेशबाट कसरी बुझ्नु होइन। त्यही पनि साथीहरूलाई सोध्यो के छ कस्तो छ। अब सँगै पढ्ने स्कुलको साथीहरूले केही जवाबै नदिने, उनीहरू पनि कन्फ्युज क्या, केपी ओलीले जित्छ कि बालेनले जित्छ, कसैलाई केही थाहा छैन। त्यस पछाडि चाहिँ एक दुईजना साथीहरूको भिडियो हेऱ्यो होइन। भाग्य नेउपाने भयो, अनि अरू नाम बिर्सेँ मैले, बान्द्रेको भयो। उनीहरूले गाउँ गाउँ गएर भिडियो बनायो नि त। अन्त अलिअलि थाहा भयो कि यसपालि नयाँलाई जिताउने प्लान हुँदैछ भनेर होइन। अन्त हौसला मिल्यो। अन्त ल सबै साथीहरूले हामीले विदेशबाट सल्लाह गऱ्यौँ, सबैले म्यासेजमा ग्रुपमा होइन सल्लाह गऱ्यौँ, ल यसपालि नेपालभरि नै घन्टीलाई जिताउनुपर्छ है भनेर। अनि सबै म्यासेज, अब हामीहरू 50 लाख कि कति विदेशमा छौँ होइन, 25 लाख त इन्डियामै छ। अनि सबैले चाहिँ आफ्नो आफ्नो घरमा म्यासेज पठाउन थाल्यो क्या, यसपालि घन्टीलाई नै दिने भनेर। सबैले पोल खोलो होइन, हाम्रोतिर एमाले यस्तो भ्रष्टाचार गरो, यस्तो 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 भनेर। त्यस पछाडि चाहिँ अनि भोटको एक दिन अगाडि चाहिँ सबैले ल घन्टीमै हाल्ने, सबैले ड्याङडङ र घन्टीमा सबैले हाल्यो होइन। अनि अब रिजल्ट कस्तो आउँछ त्यो अब थाहा हुनु पऱ्यो नि त। अब रिजल्ट पनि 12 घन्टा 14 घन्टा ड्युटी छ, अनि फेरि रातभरि नसुती रिजल्ट हेर्दैछ। हुन त अब घन्टी नै अगाडि छ धेरै ठाउँमा, हेर्दै जाउँ के हुन्छ। घन्टीले जित्यो भने चाहिँ साथीहरू पहिलो काम के हो होइन, आफूहरूले भिडियो बनाउँदै हाल्दै गर्नु ल। सबैलाई अब बालेनले जुलुस नमनाउने काम गर्ने भनेछ। अब के काम छ होइन, त्यो कामहरू चाहिँ लिस्ट बनाइराख्नु है। पहिलो काम त भ्रष्टाचारीहरूलाई थुन्ने हो होइन। अब 10,000 तलब भएको कर्मचारीले 1 करोडको घर बनाएको छ, 20,000 तलब भएको कर्मचारीले 2 करोडको घर बनाएको छ होइन। त्यो सबै छानबिन गरेर सबैलाई थुन्ने हो कि कसो साथी हो? ल भिडियो मन पर्यो भने लाइक सेयर कमेन्ट गर्नु होला। अनि अर्को दोस्रो काम तेस्रो काम सबैले भिडियो बनाउँदै पोस्ट गर्दै गर्नु होला।